बादल जस्तै उडी गयो मन छेक्न सकिन मैले भेल जस्तै उर्लियो खुसी थम्न सकिन मैले रमाई गाउँ कि झुमी नाचौँ कि उफ्रिया जम आकाश चुमु होइन के भयो मायाले बोलायो मलाई मायाले बोलायो मायाले बोलायो मलाई मायाले बोलायो सन्देश आयो मलाई मायाले बोलायो मन दङ्ग छ तनै हालुङ्गो तनै हालुङ्गो छ तिमी छ साथमा मौसम रङ्गीन छ लडे लडे समौ मलाई ए लडे लडे समौ मलाई यस्तो फोहोर चाहिँ गर्नु भएन होइन नेपालीहरू भएर अलिक फोहोर चाहिँ गर्नु भएन तनै हालुङ्गो छ तिमी छौ साथमा मौसम रङ्गीन छ लडे लडे समौ मलाई लडे लडे समौ मलाई गाइजहरूले सबै बोर्ड छेकेर होटल मात्रै देखियो मेरो गाइजहरू उता हेर्दैनन् मेरो गाइजहरूले भाइ गाइज त झन् पछाडि हुन्छ मेरो अनुभव लिन्छु म ल ए भिडियो भएर रहेछ नि त्यत्रो पनि सरी भिडियो भएर रहेछ नि अहिले पो भइरहेको फेरि भिडियो भएको छैन भन्ने कुराहरू चाहिँ ल यही पनि यताबाट पनि हेलो जस्तै उडी गयो मन छेक्न सकिन मैले भेल जस्तै उर्लियो खुसी थम्न सकिन मैले रमाई गाउँ कि झुमी नाचौँ कि उफ्रिया जम
भन्दाखेरि कस्तो भयो अहिले चाहिँ बिहानको कति बज्यो अरे 4 बज्न लाग्यो 3:45 भएको छ हाम्रो राधिका रेडी हुँदैछिन् चुलबुले लहर जस्तै दौडी अङ्गालोमा बधौला के छ उनको हाल खबर अनि मात्र सोधौला मैले जस्तै जुन बिना एक्लै रात काट्यौ कि छिट्टै भेट हो तल बेसक्याम यहाँबाट घाम निस्किने हुँदैछ निस्किने तयारी निस्किसकेको छैन यहाँ हिमालहरू राम्रो हिमाल देखिरहेको छ उताबाट जुन त्यहाँ राधिका त्यहाँ छ जुन यहाँ छ राधिका चाहिँ घाम उदाउने प्रोसेसिङ हुँदैछ अनि यताबाट चाहिँ हिमालहरू पनि देखिन्छ हट्यो कि एकान्तमा सम्झी बस्दा थाहै नपाई बोल्यो कि रमाई गाउँ कि झुमी नाचु कि उफ्रिया जमा आकाश चुमु ए बाबु के भो मायाले बोलायो मलाई मायाले बोलायो मायाले बोलायो मलाई मायाले बोलायो आमा याङ्रीको मेलामा भेट भएको बेलामा आमा याङ्रीको मेलामा भेट भएको बेलामा मैले तिमीलाई रोजेको तिमीले कसलाई खोजेको परदेशो मेरो चेतनी ओलेरो परदेशो मेरो चेतनी ओलेरो युल्मु गाउँकी छोरी सबैले भन्छन् गोरी युल्मु गाउँकी छोरी सबैले भन्छन् गोरी मैले तिमीलाई रोजेको तिमीले कसलाई खोजेको परदेशो मेरो चेतनी ओलेरो परदेशो मेरो चेतनी ओलेरो कालो चस्मा लाउ भन्छ पिरत लाउने आउ भन्छ कालो चस्मा लाउ भन्छ पिरत लाउने आउ भन्छ मैले तिमीलाई रोजेको तिमीले कसलाई खोजेको परदेशो मेरो चेतनी ओलेरो परदेशो मेरो चेतनी ओलेरो वैशाख महिनामा फुल फुल्यो